यत्रो बस आछ इन्डियाको अनि झन्डै यो पुरै इन्डियाको किन जाम हुने आउँदैछ उठाउनलाई आएर रहेछ उताबाट यता लकै खुसिएर भर्खर पल्टे जस्तो लाग्यो पुरा माल बोकेर नेपालको गाडी रहेछ उयो खाल्टामा जाँदा ऊ भएको जाम भएको रहेछ यत्रो गाडी अर्को पनि लिएर आएको के अरे उठाउनलाई ट्रेन हो रहेछ यो पनि लिएर आएको ट्रेनले उठाउँछ नि त दुईटाले ट्रेनले चाहिँ उठाउँछ है त्यो पल्टेको के अरे त्यो डिब्बालाई त्यसको टाउको चाहिँ हटाइसकेछ क्या लग्यो होला यस्तो छ बाटो अनि कहाँ उठाउँछ धन ठुलै चाप आँखामै भएछ सानो भने झन् बर्बाद हुन्थ्यो पहाडदेखि बाटो जम हुन्छ हुनु कारण के ट्रेनले उता साह्रो बिचमा पल्ट्यो होला अनि सार्दाखेरि